हाम्रो प्लेयर्सहरू। नमस्ते सबैजनालाई। नमस्ते। सायद सबैजना एक्साइटेड होला है, मलाई सबैजनाले चिन्छ होला। अब इम्पोर्टेन्ट रोल अब भिलेन भनौँ न हाम्रो के अरे उयसको ओमपुरी ओमपुरी के अरे अमरीश पुरी चाहिँ आएन, हामीलाई दुःख लागिरहेको छ है। हेलो एभ्रिवान, फेरि पनि तपाईलाई मेरो भ्लगमा स्वागत छ है। प्रशान्त तामाङ भ्लग। तपाईको आजको भ्लग चाहिँ हाम्रो एनुअल स्पोर्ट्स छ, हाम्रो समाज कुवेत गोर्खाली समाजको, र हामी आजको इभेन्टमा पार्टिसिपेट गरेको छ है। र उहाँ चाहिँ मेरो दा हो। हेलो हेलो, सिलगढीको दा। अलिकति के भनिदिनु न भाइको च्यानलमा स्वागत छ तपाईँ सबैहरूलाई है। आज हाम्रो गोर्खाली समाज कुवेत एनुअल डे, अन्त हामी त्यसको लागि हामी यहाँ आइरहेको छौँ। फाइलमा हाम्रो आजको इभेन्ट छ है। अन्त हामी आएर यहाँनिर कतिवटा कुरा इभेन्टको तपाईँहरूलाई जनाउन चाहन्छु है। मेन इभेन्ट चाहिँ हाम्रो फुटबल है। मेन इभेन्ट चाहिँ फुटबल छ, त्यो बिचबिचमा खै के हुन्छ भन्दै थियो, खै हामी हेरौँ के हुन्छ। अहिले भने चाहिँ तपाईँको होइन, मोटामोटी सबैजना ग्यादर भइसकेको छ। आजको मेन इभेन्ट चाहिँ तपाईँको फुटबल हो है। र बिट्विनमा चाहिँ तपाईँको अरू गेमहरू पनि हुनेछ, हौसी पनि हुन्छ भनेको छ, र डोरी तान्नेहरू धेरै टाइपको इन्टरटेनहरू हुन्छ आज। र आई होप एभ्री वान विल इन्जोय। यो चाहिँ तपाईँको यहाँ चाहिँ तपाईँको हाम्रो कुवेत गोर्खाली समाजको मेम्बरहरू हुनुहुन्छ होइन। सबैजना आजको इभेन्ट एटेन्ड गर्नु आएको छ है। हाम्रो कुवेत गोर्खाली समाजको मेम्बरहरू सबैजना। यता चाहिँ फेरि हाम्रो प्लेयर्सहरू। तपाईहरु सबैजनालाई आन्तरिक हृदयबाट धन्यवाद चक्राउँदै तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। एन्ड स्पेशल वेलकम अल्सो टु हाम्रो नेपालको टिम हिमालय टिम। तपाईहरुलाई पनि धेरै धेरै स्वागत छ। Let's start with our very own national anthem from India. सबैजना उठेर नेशनल एन्थम हाम्रो गाइदिनुहोस् होला भन्ने अनुरोध गर्न चाहन्छु सबैजना, also the audience. So let's start on the countdown of 1, 2, 3. जन गण मन अधिनायक जय हे भारत भाग्य विधाता। पंजाब सिंध गुजरात मराठा द्राविड़ उत्कल बंगा। बिंद हिमाचल यमुना गंगा उच्चल जलधि तरंगा। तब शुभ नामे जागे तब शुभ आशीष मागे। गाए तब जय गाता जन गण मंगलदायक जय हे भारत भाग्य विधाता। जय हे जय हे जय हे जय 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 हे। वन्दे मातरम। वन्दे वन्दे। नमस्ते सबैजनालाई। नमस्ते। सायद सबैजना एक्साइटेड होला है, मलाई सबैजनाले चिन्छ होला। सो फर्स्ट त सबैजनालाई वेलकम। जति पनि यहाँ आइदिनु भयो तपाईँहरूलाई सबैजनालाई धन्यवाद। तपाईँले अफ मिलाएर आफ्नो व्यस्त समयलाई है पर सारेर यो एनुअल स्पोर्ट्सको लागि तपाईँहरूले समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अन्त हामी सबैजना मिलेर हाम्रो दाजुभाइ भनौँ है, हाम्रो अर्को देश है, हाम्रो दाजुभाइ नेपालको दाजुभाइलाई पनि स्वागत गरौँ, सबैजना पनि गरौँ है। अन्त उहाँहरूको बारेमा लाइक यो स्पिच स्टार्ट गर्नुभन्दा पहिला चाहिँ एउटा चिज भन्न चाहन्छु। हामीले योगेश मोक्तानको एउटा म्यासेज हालेको थियो ग्रुपमा है। हामीलाई त्यो म्यासेज उहाँको परिवारकोबाट आएको थियो कि योगेश मोक्तान हराएको छ र उहाँलाई खोजिदिनु भनेर है। तर आजको दिनमा दुःखको कुरा कि योगेश मोक्तान हामीसँग छैन।
तर हाम्रो समाजले उहाँको बडी घरसम्म पुर्याउनुमा हेल्प गर्न सक्यो र एटलिस्ट उहाँ जहाँ जन्मेको थियो उहाँको अन्तिम सासमा पनि हामीले उहाँकै जग्गामा पुर्याउन सफल भयो र त्यसको लागि सम्पूर्ण समाजको परिवारलाई धेरै धेरै धन्यवाद। अनि हामी उहाँको सम्झनामा एउटा है सानो एउटा मौन धारण गरौँ ताकि उहाँको आत्माले शान्ति पाओस् भनेर है। So we'll start it. Thank you so much. अनि यो जति पनि आज एनुअल स्पोर्ट्स हाम्रो कुवेत गोर्खाली समाजको छ। सो हामी कुवेत गोर्खाली समाजले यो एनुअल स्पोर्ट्स पनि उहाँकै नाममा डेडिकेट गर्न चाहन्छु किनभने उहाँको एउटा दाजु हुनुहुन्छ, कसैको भाइ हुनुहुन्छ, कसैको बाबा है। अनि उहाँकै सम्झनामा यो जुन चाहिँ हाम्रो एनुअल स्पोर्ट्स छ फर्स्ट एनुअल स्पोर्ट्स, सो उहाँलाई नै डेडिकेट गर्न चाहन्छु। सो अब यो फर्स्ट हाम्रो समाजको एनुअल स्पोर्ट्स जति पनि उपस्थित हुनुभएको छ फुल इन्जोय गर्नुहोस् र हाम्रो जति पनि पार्टिसिपेन्ट छ हाम्रो 4टा टिम है उहाँलाई बेस्ट अफ लक, अल द बेस्ट। अनि हाम्रोमा टग अफ वार गेम छ, तपाईँहरूबाट नै नाम उठिन्छ। अन्त हाम्रोमा बिङ्गो गेम पनि छ, त्यो पनि हामी खेल्नेछौँ र ज्यादा से ज्यादा हामीले यो एनुअल स्पोर्ट्सलाई राम्रो बनाऊँ, सक्सेस बनाऊँ है। अन्त हाम्रो जति समाज हामी बढ्दैछौँ एज अ फ्यामिली त्यसलाई ठुलो बनाउँ, स्ट्रङ बनाऊँ, यही नै उद्देश्य हो। एउटा छतमा हामीले सबैजनाले ल्याउने, त्यसलाई सफल बनाऊँ। थ्याङ्क यू सो मच, लेट्स इन्जोय। र अब त्यही जुन चाहिँ फर्स्ट म्याच छ हाम्रो कसको म्याच एउटा छ हिमालयन एफसी भर्सेस दार्जिलिङ युनाइटेड। सो दार्जिलिङ युनाइटेड एन्ड हिमालयन एफसीमा बेस्ट अफ लक। फर्स्ट गेम एकदम डिसिप्लिनमा खेल्नु होला है। हामी सबैजना यहाँनिर इन्जोय गर्न आएको, कुनै पनि हाम्रो ठुलो टुर्नामेन्ट होइन, इट्स काइन्ड अफ यो समाजको इभेन्ट हो। सो सबैजना एउटा दाजुभाइ जस्तो मिलेर खेल्नु होला है। गुड लक, अल द बेस्ट। सरी दा लाइनम्यान अब गेम स्टार्ट हुनु आँटेको छ है। दाहरूले रिक्वेस्ट गर्नुभयो मलाई लाइन्सम्यान बस्दिनु भनेर होइन, अब बस्दिउँ है, के छ र। अब गेम स्टार्ट हुन आँटेको छ होइन। आई होप एभ्री वान विल इन्जोय माई भिडियो। गाइज म्याच ड्र भएको थियो होइन, पेनल्टी भएको थियो र पेनल्टी नि सक्यो र जित्यो पनि रेड टिमले। टिमको नाम चाहिँ थाहा छैन मलाई। अब अर्को गेम हुन्छ, हेर्नुहोस् होला। हाम्रो आज भाइ चाहिँ हाम्रो लाइन्सम्यान थियो है। यहाँ एकदमै छरितो मैले देखेको अनुसार चाहिँ मैले अब प्लेयरहरू भन्दा पनि डरलाग्दो छरितो चाहिँ यहाँ भाइ थियो। प्लेयर भन्दा स्पिड चाहिँ उसले अलिकति डक्दै पनि थियो प्लेयर्सहरूलाई हो, कराइरहेको थियो, बाजिरहेको हो। अब हजुर प्रशान्त भाइ तपाईँले के भनिदिनु पऱ्यो है, तपाईँको आफ्नै पर्फर्मेन्सको बारेमा भनिदिनु पऱ्यो नि फर्स्ट त हो। के भन्नु, सबैजनालाई वेलकम छ होइन आजको इभेन्टमा। आज कुवेत गोर्खाली समाजले के अरे एनुअल स्पोर्ट्स राखेको थियो र त्यसमा चाहिँ मलाई लाइन्सम्यानको किताब पाएको छु है। किताब पाएको छु। आज अचानक के भएर लाइन्सम्यान अब कहाँबाट फर्स्ट टाइम लाइन्सम्यान हो। केही छैन, गेम राम्रो भइरहेको छ। अहिले चाहिँ के भयो भन्दाखेरि थाके दुईवटा साइडको लाइन्सम्यान पालो दिएको छ। गेम एकदम चापाचाप, एकदम कसले जित्ने। ठिकै छ, धन्यवाद भाइलाई हो। एकदमै रमाइलो भइरहेछ हाम्रो खेला है यहाँनिर। अब मेरो त के छ र भन्नुपर्ने है।
त्यही हो अघि पनि भनिहाल्यौँ हाम्रो अब कुवेत गोर्खाली समाजले अर्गनाइज गरेको हाम्रो यो एनुअल स्पोर्ट्स डेमा आउनु पायौँ खुसी लागिरहेछ खेल्नु नपाए तर एज अ अडियन्स चाहिँ धेरै मजा आइरहेछ मजा लागिरहेछ रमाइलो दिन पनि रमाइलो अब खेल्ने खालको हेर्ने खालको होइन घाम पनि छैन अब मजाको भइरहेछ धेरै खुसी लागिरहेछ आज सबै आफ्नो नेपाली है सबैजना अब भाषा मिल्ने एउटै भाषाको अब सबै एउटै जग्गाको है तलमाथि गरेर सबैलाई भेट्नु पायौँ है मजाको छ वातावरण पनि राम्रो मिलेको र हाम्रो पर्सन भाइसँग आउनु पाउँदा एकदमै मजा लाग्यो हामीले एकजना मान्छेलाई चाहिँ मिस गर्यो है एउटा डरलाग्दो मान्छे एकदमै डरलाग्दो हाम्रो इम्पोर्टेन्ट रोल खेल्ने मान्छे चाहिँ आज अब इम्पोर्टेन्ट रोल अब भिलेन भनौँ न हाम्रो यो के अरे उयसको ओमपुरी के अरे अमरीश पुरी चाहिँ आएन हामीलाई दुःख लागिरहेको छ है तर जे होस् अब एउटा राम्रो कजकै लागि आउनु पाएन बट स्टिल वी आर मिसिङ हिम अ लट लेट्स सी अब नयाँ अझै छ हाम्रो 2 घन्टा हो टाइम छ नि है टाइम छ अझै 2 घन्टा सो ओके क्याच यु लेटर गाइस अब चाहिँ हाम्रो खाना खाने टाइम भयो सबैजना खाना खाइरहेछ यहाँ दादाहरू र दा खाना कस्तो छ दामी खाना आज बहुत दिन भयो मैले मजाले खाएको मिठो रहेछ है दालाई चाहिँ खाना कस्तो लाग्यो दा राम्रो छ नेपाली खाना है र खाना पनि मलाई नि दामी लाग्यो नेपाली खाना साग सिमी मुलाको अचार है मासु कालो दाल मजा आइरहेछ है अब सकिन लाग्यो इभेन्ट अब हार्डली 1 आवर छ लगाइछ हौसी अरे हौसी खेल्ने अरे अब गाइस हौसीको टिकट बेचिरहेछ नि बगी हुन्छ है होसियारले बगी भएन हौसफुल पाउँदैन नि फेरि यो बुझिन मैले पनि बुझेँ बिङ्गो सायद अब तपाईहरुको यस भन्ने पालो धक 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 सो 3 को लाइनमा गएर हेर्नुहोस् 3 and 1 31 30 र 1 31 सो अब जानुहोस् अब चाहिँ पक्कै तपाईहरुको यस भन्ने पालो 6 and 7 67 6 र 7 67 Miss Priyanka from Mabula, सबैजनाले ताली मारिदिनुहोस् लागि सो दया गरेर प्लिज तपाईहरुको यो टिकट चाहिँ सबैसँग फ्याक्दिनुहोस् होला प्लिज उहाँ चाहिँ हाम्रो हौसीको विनर सो फाइनल टिम तपाईहरु रेडी हेलो गाइस आज भन्ने चाहिँ हाम्रो कुवेत गोर्खाली समाजको हैन फुटबल इभेन्ट थियो र गेम सकिन आँटेको छ मोटामोटी मैले हल्का ड्रोन शटहरू गर्दै गेम भइरहेको हैन यो भिडियो चाहिँ म मेरो युट्युब च्यानलमा पोस्ट गर्नेछु हैन यदि तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्यो भने हैन लाइक शेयर सब्स्क्राइब गरिदिनुस्
स्टार अफ इन्सपिरेसनको निम्ति चाहिँ म हाम्रो भाइ सो हाम्रो भाइ अभिषेक छेत्री सो उहाँ हुनुहुन्छ हाम्रो मबुला एन्ड फाइलको क्यासेज हुनुहुन्छ सो अभिषेकको बारेमा भन्दा चाहिँ अभिषेकले जुन चाहिँ काम गरेको छ जस्तो तपाईँलाई थाहा छ कि हाम्रो नवीन राई बिमार भएको थियो सो उसलाई अभिषेक छेत्रीले कुवेतदेखिको मुम्बईसम्म पुऱ्याएर उहाँको फ्यामिलीलाई है अब नवीनको फ्यामिलीलाई नवीनलाई ह्यान्डओभर गरेर फेरि मुम्बईबाट ऊ वापस आएको छ त्यो सँगसँगै अभिषेक भाइले हामी धेरैजना मान्छेलाई इन्सपायर गरेको छ र समाजप्रतिको माया देखाएको छ र हाम्रो मान्छेको लागि माया देखाएको छ त्यसको लागि स्टार अफ इन्सपिरेसन अभिषेक छेत्री 25 फेब्रुअरी 16 त्यति बेला जो मान्छे अब जसले स्टार अफ इन्सपिरेसन पाउँदैछ उसले यति धेरै एनर्जी लगाएको छ यो समाजमा यहाँसम्म ल्याउनुको लागि रात दिन एक गरेर हाम्रो एउटा पोर्टफोलियो सोसियल मिडिया पोर्टफोलियो एकदमै स्ट्रङ बनाएको छ 7 दिन हुन्छ कि 6 दिन हुन्छ कि एडिट गरेर हुन्छ कि के गरेर हाम्रो समाजलाई लार्ज अडियन्समा सोसियल मिडिया अडियन्समा एकदमै राम्रो हाम्रो समाजलाई इमेज बनाइरहेको छ त्यसको लागि म निम्ताउन चाहन्छु जामिन लेप्चा सो जामिनले हाम्रो समाजको निम्ति अनि हाम्रो मान्छेको निम्ति धेरै चिज दिएको छ र राम्रो ब्युटिफुल पिक्चर्स भिडियोजहरू जामिनको तर्फबाट आउँछ त्यसको लागि वन्स अगेन कङ्ग्रेचुलेसन जामिन He deserves this and Abhishek जति पनि यो स्पोर्ट्समा आइदिनु भयो सबैजनालाई थ्याङ्क यू सो मच तपाईँहरूको कारणले गर्दा यो एनुअल स्पोर्ट्स पनि सक्सेस भयो है अन्त अब हामी बस यहाँ पछाडि राखेको छ जति पनि सालमिया जानेहरू छ या सालमियाको स्टपबाट कोही जानेहरू छ उहाँहरू बसमा गएर है हामी जान सक्छौँ यहाँबाट सो थ्याङ्क यू एभ्रीवान थ्याङ्क यू सो मच यो स्पोर्ट्सलाई हाम्रो एनुअल स्पोर्ट्सलाई सक्सेस बनाइदिनु भएकोमा थ्याङ्क यू एभ्रीवान गाइस अहिले भने चाहिँ हामी हाम्रो कार्यक्रम सकेर चाहिँ सबैजना जाँदैछ हैन र यसरी हाम्रो आजको दिन समाप्त भयो हाम्रो आजको इभेन्ट पनि यसरी नै समाप्त भयो हैन सायद तपाईले नि इन्जोय गर्नुहुन्छ होला हाम्रो भिडियो हेरेर मेरो भिडियो हेरेर र नबिर्सिकिन लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला सी यू लेटर सी यू अर्को ब्लगमा है थ्याङ्क यू भेरी मच